हेलो एभ्रिवान है र आज चाहिँ म यहाँनिर फुलको काम गरिरहेको छु। अब चाहिँ गदावरीको कटिङहरू राख्ने बेला भइसकेको छ है। र यहाँ चाहिँ मैले कटिङको लागि चाहिँ मल माटो कस्तो खालके लाउनु पर्ने भन्ने कुराहरू चाहिँ यहाँ रेडी गरिरहेको छु है। तपाईँहरू यो भिडियो अन्तिमसम्म हेर्नु होला है। र यहाँ कटिङको लागि चाहिँ मैले पुरानो गार्डनिङ मल अनि बलौटालाई चाहिँ मिक्स गरेर चाहिँ यहाँ कटिङ लगाउनको लागि चाहिँ रेडी गरिरहेको छु है। कतिजनाले चाहिँ बलौटामा मात्रै पनि राख्नुहुन्छ, तर म चाहिँ यहाँनिर दुईटालाई चाहिँ मिक्स गरेर चाहिँ कटिङ लगाउन गइरहेको छु है। कटिङको लागि मल माटो रेडी भइसकेको छ है र यहाँ रुट पाउडर पनि रेडी गरिसकेको छु। अन्त यहाँनिर मल माटो सुक्खा छ भने चाहिँ हामीले कटिङ राख्नुभन्दा अगाडि चाहिँ पानी हालिदिनु पर्ने हुन्छ। अन्त एकछिन राखेर चाहिँ हामीले कटिङ लगाइदिँदा हुन्छ है। र मैले गदावरीको चाहिँ है यसरी पटमा नै पहिल्यै नाम लेखेर राखेको छु फुल्दा नै है। किनभने हामीले पछि कटिङहरू राख्दा चाहिँ यो कुन चाहिँ कलर हो, कुन चाहिँ हो है, कुन चाहिँ भेराइटिज छ यसमा हामीले चिन्न एकदमै गाह्रो हुन्छ है। अनि मैले चाहिँ यसरी सबै हरेक पटमा नाम लेखिदिएको छु। ग्रिन पम्पम भयो है, यो नम्बर लगाएको चाहिँ कतिवटामा चाहिँ सिङ्गल कलरहरू है, सो अरू भेराइटिजहरू छ सिङ्गल त्यसमा चाहिँ मैले नम्बर लगाइदिएको। अनि यसरी नै हरेक पटमा येल्लो मल्टीहेड, ग्रिन पम्पम होइन, अनि यो वाइट पम्पम छ यो, र त्यसरी नै यहाँ येल्लो मल्टीहेड, यहाँ रेड मल्टीहेड है, यस्तो गरेर चाहिँ राखिदिएको छु ताकि कटिङहरू राख्दा चाहिँ पछि हामीलाई चिन्न चाहिँ है गाह्रो नहोस् भनेर चाहिँ हामीले यसरी राख्नुपर्ने हुन्छ। र यहाँनिर चाहिँ है अब कटिङ चाहिँ मैले रेडी गरिसकेको छु र रुट पाउडर पनि रेडी गरिसकेँ। र हामीले राख्दा चाहिँ यसरी काठले हल्का डोप लगाएर चाहिँ कटिङहरू राख्नुपर्ने हुन्छ। र मैले चाहिँ यहाँनिर भर्खर एउटा कलरको यसरी एउटा साइडमा लगाइसकेँ है, र बिचमा चाहिँ यसरी स्टिक लगाइदिइरहेको छु। किनभने फेरि अर्को कलरको मिक्स नहोस् भनेर चाहिँ यसरी अलग मैले लगाइरहेको छु है। र फेरि अर्को स्टार्ट गरिरहेको छु रुट पाउडर लगाउँदै होइन। अनि यहाँनिर काठले हल्का डोप पनि लगाउँदै चाहिँ यहाँनिर कटिङहरू राख्नुपर्ने हुन्छ है। र यहाँनिर कटिङ यसरी लगाइसकेर चाहिँ हामीले हल्का माथिबाट थिचिदिनु पर्ने हुन्छ। किनभने यसको फेदमा माटोले एकदमै मजाले थिचेन भने चाहिँ रुटहरू एकदमै ढिलो आउँछ र कतिवटा चाहिँ कुने डर पनि हुन्छ है। र मैले चाहिँ यहाँ बिस्तारै गरेर यति चाहिँ लगाइसकेँ है। अरू पनि धेरै छ राख्नुपर्ने कटिङ, सो आज एकै दिनमा चाहिँ नसकिने भयो है। र तपाईँहरूले पनि लगाउनु भएको छैन भने चाहिँ कटिङहरू यसरी नै राख्नु होला।